हेलो साथीहरू अनि आज चाहिँ हामी चटपटे खान आँटेको अनि म चाहिँ पसल जान आँटेको चाहिँ गोजीमा पैसा हालिसकेँ पैसा लिएर 20 रुपियाँको म त भुजा ल्याउने जतिको भए पनि भुजा ल्याउने अनि मम्मीको बजार पनि टाढो छ अनि त्यसैले म चाहिँ पसल जान आँटेको अहिले भेटाउन कस्तो भोक लागेर जस्तो भइरहेको छ भोक लागेर मर्न आँटेँ अब के खाने दिदी यहाँ बाथरुममा लुगा भरि चाहिँ सोध्नु पर्यो दिदी खाजा के खाने कपडा खाने होइन कतिको ल्याउनु र 50-60 रुपियाँको भुजा के भुजा चाहिँ लिएर आइज अनि चपडा चाल्छ पनि लिएर आइज ल अब म चाहिँ जान आँटेको गाइजहरू अहिले भेट्छु ल म चाहिँ आइसकेँ साथीहरू खानेकुरा लिएर के ल्याएको छु देखाउँछु ल तपाईँहरूलाई यो चाहिँ चिप्सहरू छ चाउचाउ 20को ल्याउँ भन्दै थिएँ अनि फेरि होस् चिप्सको ल्याउँछु एउटा चिप्स अनि यो अर्को ठुलो खालको ढुङ्गी खालको चिप्स अनि यो जीवनी लिएर आएको अनि भुजा यो 40को लिएर आएको अब चटपट बनाएर खान्छौँ हामी चाहिँ भोक लागेर कस्तो भइरहेको छ कत्रो घाम छ साथीहरू कत्रो घाम छ राम घाम त कत्रो हो मेरो कपाल चाहिँ फेरि कहिल्यै मिल्दैन गर्मी पनि अब त गर्मी त समाए साथीहरू के गर्नु घाम लागेको छ हाम्रो चाहिँ यो आँगन बनाउनलाई बाँकी छ मिस्त्री नै भेटिएको छैन अनि हिजो बलुवा झारेको यहाँ अब यो चाहिँ यहाँ गर्नुपर्ने कतिखेर हो काममै काम छ साथीहरू काम पनि यस्तै छ काम पनि यस्तै छ अब चाहिँ हामी केही छैन मम्मीको चाहिँ व्रत छ र मम्मी चाहिँ खानुहुन्न चटपटे साथीहरू होइन मम्मी एमा बोल्नु न हामी चाहिँ जाँदै थियौँ साथीहरू दिदी चाहिँ यहाँ छे अनि हामी कहाँ हिँडेको भन् त चटपटे खाना भनेर धनियाँ अनि लसुन त के भन्नु बन्दाहरू लिन आएको प्याज लिन आएको साथीहरू मकै हिजो खनिसकेको आज मल हाल्नु पर्ने थोडा काम छ हाम्रो आम्मामा यी प्याज हाम्रो प्याजबारी लसुनबारी उखाल्ने बेला भएको छ यो चाहिँ हाम्रो अर्ग्यानिक धनियाँबारी हाम्रो अर्ग्यानिक घाँस ठुलो मम्मी हेलो भनिदिनु साथीहरू भनिदिनु के छ खबर भन्नु अहिले टिकटक बनाएर हाल्यो के चटपटे बनाउन आयो हजुर बन्दैछ मम्मी घरमै हुन्छ मम्मीको व्रत हो नि त अनि मम्मी खानुहुन्न आज रामनवमी राम भगवान जन्मिनु भएको गाईहरू दिदी प्याज कत्रो छ प्याज टिकटक बनाएर डर लाग्छ ठुलो मम्मी यो के युट्युबमा आउँछ क्या ठुलो मम्मी ल हाम्रो चाहिँ चटपटेको सामान काट्न धमाधम काट्दैछ अब हामी कस्टमरहरू म ठुलो मम्मी दिदी यहाँ चटपटे बनाउने मान्छे पैसा लिएर आयो ल पैसा ल्याउनुपर्छ पातको है ठुलो मम्मी पातको यति नै चटपटे खाने ठुलो मम्मी दिदी यहाँ चटपटे बनाउने मान्छे पैसा लिएर आयो ल पैसा ल्याउनुपर्छ पातको है ठुलो मम्मी पातको यति नै चटपटे खाने चाहिँ राम्ररी भएर पसल गरेर आएको साथीहरू दिदी हाँसेर मस्केट यो चाहिँ तेल हो साथीहरू चिन्नुहुन्न भने मलाई यहाँ सम्पर्क सूर्यमुखीको यहाँ ठुलोमा बोल्न सिकाउनु हुँदैछ मलाई अनि यो रातो मसला अनि हामी चटपटे बनाउँछौँ अनि खान्छौँ देखाउँछौँ साथीहरू एकछिन बसेर हेरिदिनु होला है कस्तो भयो चटपटे एकदम मिठो मिठो तर चर्को भएछ क्या चर्को अम्लो छैन त नि अम्लो नभएर चर्को भएको हावा पनि छ खाना चाहिँ तलमा खानु पक्का छ बोतलमा आज हाम्रो मम्मी चाहिँ ठगिनु भयो हाम्रो मम्मी चाहिँ ठगिनु भयो आज मम्मीको व्रत हो मम्मी चाहिँ ठगिनु भयो क्या चटपटे खानु भयो मम्मीले बोतल लिनु कसम लाग्यो
गाइजहरूलाई युट्युब फ्यामिलीहरूलाई कम्ती बनाएको प्याज बारीमा हामी खप्नु छ म त पुगेकोमा प्याज बारी हल्ला गर्दा भने उहीँ जानुभयो उहाँ माइ घोचा क्या लामो लामो यहाँ हामी गाइजहरू सानो छु त्यही पनि ठुलो खान्छु नाचेको हौ नाचेको त भिडियो बनाएर म भिडियो चाहिँ म हाल्छु म यही मलाई बनाएको छ मेरो आइडीबाट हाल्छु टिकटक के भन्छ म प्याज बारी कम्ती राम्रो टिक्रो बनाएको छ हामीले टिकटक होइन युट्युब छैन अब बाहिर उता त देखाइरहेको छु मम्मी राम्रो हुन्छ नि त भन्नु अब हामी चाहिँ यो खाइसकेर बाख्राकोट जान्छु म चाहिँ जङ्गल जान्छु गाइजहरू यो जङ्गल जान्छु है मम्मीहरू जङ्गल जान्छ उता बसिरहेको थिएँ तदा म मेरो हेर्ने हालत छैन भनेको थिएँ अनि यताबाट जानुभयो सबै हेर्नुभयो क्या कोठाकोठी हेर्नुभयो टोइलेटहरू हेर्दै जानुभयो त अनि तिम्रो कोठा हो भनेको ढोका पनि चाहिँ यस्तो गर्छ कस्तो नखेलिएको त्यो ढोका पछाडि म लुकेको थिएन त्यो ढोका पछाडि म लुकेको थिएँ होइन अनि लिपस्टिक गाजर लगाएको थिएँ क्या अनि मैले निस्किन मन लागेन क्या अनि मैले उयो के अरे म यहाँनिर लुक्छु म छु भनेर नभन है भने होइन हेर्दै हेर्दै उहीँ पुग्नुभयो कोठामा चाहिँ अनि यो निस्किएँ अनि म ढोकाको छेउमा लुकेँ होइन छेउ अनि हेर्नुभयो यता हेर्नुभयो ए बनिसकेछ घर राम्रो भइसकेछ भने पनि कोठामा जानु पनि यसरी ढोका ठेल्नुभयो अनि अलिक ठेली ठेली हेर्नुहुन्छ क्या म छु नि त भित्तामा अनि म कुचिसकेँ ठेलेको अनि म पनि उताबाट बिस्तारै ठेल्छु फेरि अनि फेरि खोल्यो भने त मान्छे छ भने अनि खोइ त दिदी भन्यो भने खोइ यतै थिएँ कता गयो भने अनि फर्केर जानुभयो कम त हाँस्नु हाम्रो त सकिसक्यो अझै मिठो भइरहेको चटपट मर्नेको कुरा नगरौँ है डर मर्नु बुढीको चाहिँ के हो बाई साथीहरू मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिन नबिर्सिनु होला बाई बाई गरिदिन्छु ल बाई बाई गर्नु गन्थन मन्थन सक्यो सबैजनाको